मलाई सोध्ने गर्नुहुन्छ प्रायःजसो उच्च रक्तचापको औषधि खाने व्यक्तिहरूले यो औषधि खाली पेटमा खाने कि खाना खाएर खाने भनेर मलाई सोध्ने गर्नुहुन्छ। उहाँहरूलाई म के भन्न चाहन्छु भने अ, हामीले औषधि खाली पेटमा खाने अथवा चाहिँ खाना खाएर खाने भनेर कुनै त्यो त्यसमा ध्यान दिनुभन्दा पनि हामीले चाहिँ कति बेला खाने र कुन समयमा खाने हामीले त्यो समयको चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। जसको कारणले गर्दाखेरि उच्च रक्तचाप नियन्त्रणमा आउन सक्छ। जस्तो हामीले समय मिलाएनौँ अथवा चाहिँ हामीले खाना लाई मात्रै ध्यान दियौँ भने जस्तो हाम्रो भान्सामा अथवा हाम्रो घरमा जहिले पनि 9 बजे नै खाना नपाक्न सक्छ। कुनै दिनमा 8 बजे खाना पाक्न सक्छ, कुनै दिनमा 10 बजे पाक्न सक्छ, कुनै दिन 11 बजे पाक्न सक्छ। तर हामीले चाहिँ 9 बजे खाने औषधि हामीले 11 बजे खायौँ अथवा हामीले 7 बजे खायौँ भने त्यसले जति दिने रिजल्ट हो, त्यसले नतिजा हो, त्यो नतिजा राम्रोसँग दिँदैन। जसको कारणले गर्दाखेरि हाम्रो रक्तचाप नियन्त्रण आउँदैन अथवा हाम्रो उच्च रक्तचाप घट्न सक्दैन। त्यसकारण हामीले औषधि उच्च रक्तचापको औषधि खाने व्यक्तिले हामीले खाली पेटमा खाने कि खाना खाएर खाने भन्ने र हामी अन्यलमा पर्नुभन्दा हामीले खाली पेटमा पनि खाना मिल्यो, खाना खाएर पनि खाना मिल्छ। त्यो खाली पेटमा खाने अथवा खाना खाएर खाने भनेर हामीले पर्खिनु हुँदैन। हामीले खाली पेटमा पनि खाना मिल्यो, तर हामीले खाना खाएर पनि खाना मिल्यो। तर हामीले के सम्झिनु पर्यो भन्दाखेरि हिजो मैले कति बजे यो उच्च रक्तचापको औषधि खाएको हुँ, त्यही बजे अथवा त्यही 24 घण्टामा एकपटक खाने औषधि त्यही समय नै मिलाएर खानु पर्यो। भनाइको मतलब आज तपाईँले 9 बजे खानुहुन्छ भने भोलिदेखि पनि 9 बजे खानु पर्यो। त्यसरी हामीले समय मिलाएर खायौँ भने उच्च रक्तचाप नियन्त्रणमा जाने भयो, राम्रोसँग काम गर्ने भयो, अनि हामी स्वस्थ रहने भयौँ। हामीले खाना नै पर्ख्यौँ भने हामी खाना कहिले पाक्छ, कति बेला पाक्छ, जसको कारणले हामीले खानालाई नै पर्खेर बस्दाखेरि हाम्रो ब्लड प्रेसर नियन्त्रण हुँदैन र घट्दै पनि घट्दैन, जहिले पनि बढेको बढै देख्स देख देखिन्छ र नतिजामा फरक आउँछ। त्यसकारण हजुरहरूले खाना खाएर खाने कि खाली पेट खाने भनेर अल्मलिनुभन्दा हामीले कुन समयमा हिजो खाएको हो र आज त्यही समयमा खाने, भोलि पनि त्यही समयमा खाने, तर हामीले खाली पेट पनि खान सक्छौँ, खाना खाएर खान पनि सक्छौँ भनेर हजुरले जानकारी लिनुहोला